एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आज हामी घुम्न भनेर निस्किँदैछौँ। हेलो आयान, हेलो नितिक्षा। हामी कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ तपाईँले एकछिनपछि थाहा हुन्छ है त। भिडियो लास्टसम्म हेर्नु होला। हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। हाई भन्न बेबी। इच्छाली के नमाते गरिदेऊ ल। सब्सक्राइब गरिदिनु होला है मेरो च्यानल। हामी यताबाट तपाईँको बाटो हुँदै तामनगर निस्क्यो। कहाँ निस्किन्छ? सूर्यपुरा जाने हो। ल न कहाँनिर जानु छ थाहा छैन हामीलाई। हिँडिरहेछौँ हामी यताबाट सिमलार हुँदै यो यताको बाटो कहाँ पुगिन्छ हेरौँ। यी बमफला मन्दिर हाम्रो मोतीपुरको हो। यताबाट हामी मनरापुर हुँदै निस्किँदैछौँ। मनरापुर भाटा हुँदै यस यताबाट मास्तिर नरपुर जाने, यताबाट तलतिर भाटा। आयान कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ? ठुल्ड्याडीसित घुम्न हिँडिछन्। हामी आइपुग्यो मैनैया। फ्याक्ट्रीतिर अनि यहाँ बियर फ्याक्ट्री, अन्डा फ्याक्ट्री के छन् त्यतातिर। हामी आइपुग्यो फर्स्ट टिकट। सुद्धोधन पार्क
कार्यक्रम भइरहेको यहाँ सबैले राम्रो त्यो जालोमा यहाँ जालोमा पनि हैछ जालोमा चाहिँ निकाल्ने होला उहाँ माछा देखेँ मैले यहाँ पनि भइरहेको मेरो पछाडि पुरा जङ्गल छ ठुलै रहेछ तर पुरै यो झार पलाएर बिजोक रहेछ बिजोक यतातिर जङ्गल पुरा पिकनिक स्पोटहरू राम्रो रहेछ जाँदैछौँ अन्ताक्षरी ल कसले जित्छ हेरौँ है ल भन सारेगामा गरेर ल सराले गीत बजारको नगर्नु है सुर्ता मैया 2-4 हजारको माया कहिले भक्तपुर होइन कहिले ललितपुर माया कहिले भक्तपुर माया कहिले ललितपुर रबाट रात टिका निदरमा टलक टल्कियो छातीभित्र मायाको आगो सल्कियो हे बिजुलीको तार 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 प्रसाद भए हजुर भेटौँ शनिबार ल रबाटै गा फेरि रम रम मराउने रम रम
छ तबाट छ टाढा टाढा नजाऊ तबाट करौती हुन्छ तबाट पिन खोला पारी टङ्गी त टमाटर के छ तिमीलाई आउँछ ल पास दे ल पास ल टमाटर इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन नबाट यो भन्थ्यो नि के सस्ती राखेको ए हैन त बिचाबाट गाउँ उकाल उकालीमा आगी आगी ओरालीमा पछि पछि यो मान्छे के भएको हजुर के भएको ल कबाट है कालो बाँधेको रिबना तिमीलाई बेलीमाई बिताउला जीवन नबाट गीत सुनमै गाइछु पिरमानी नबाटै आयो तिमीहरूलाई मेरो माया भयो झन्काडा लै लको लै होला नि आउँछ नि लबाट पनि लालु पाती नोग्यो भुइँतिर किलाउ माया मैतिर किलाउ उहीतिर एनेर नलाउ दुईतिर ल रबाट रूपा 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 घुम्न जाउन बन्दीपुरमै मेरी रूपा तँबाट पालो पानी पर्यो असिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो पानी पर्यो असिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो पर्यो ए बहिनी उज्यालो नभए त जान हुँदैन ए बहिनी उज्यालो नभए त जान हुँदैन ए बहिनी जमुना उज्यालो नभए त जान हुँदैन मलाई नबाट आएन तिमीहरूले जित्यौ ल लास्ट गाउँ र भेट्यौ
आमासम्ममा छ होइन अब ए सासूहरूसित आइदियो क्या हामी अब गजडी तालतिर आउन लाग्यो गजडी तालको गाउँ यतातिर चाहिँ कस्तो सानसाना चुटुक्क चुटुक्क परेका घर छन् क्या हेर्न यिनी घर टुक्का टुक्का बाटो त मजाकै रहेछ त अहिले राम्रो पनि गोरे गाडी राखेर हिँड्दै जाने हो यही वारी चाहिँ राख्ने होइन गाडी हामी कहाँ आइयो अगाडि मन्दिर रहेछ यहाँ त यस्तो बजार भयो जस्तो लाग्थेन नि मलाई यता पनि जान्छ ऊ आएन जेसीबी यो धेरै तल हो अझै पर हामी आइपुग्यो गजडी तालको डेटमा लगन मिल्छ र गजडी दानापुर ताल भित्र त मिल्छ हामी ए आइपुग्यो यो गजडी मान्छे ताल त नहीं पापा अब हाप्पा पापा पापा भनेको फेरि पापा हो पापा यो त्यो मान्छे पापा पापा गर्ने अरे म्याउदेखि के फेरि अल्छी तँलाई यस्तो पापा भन्छ पापा भन्छ पापा भनेको पापा एरियामा खै ल्याऊ हो त्यो चाँडै भोक लागेर तिमीलाई पापा भोक लागिसक्यो ओ माई गॉड घाम के खाने भोक लागेको यो लचके है यो पुल त घाम हो त भाइलाई ढुङ्ग्रो निकालेर देऊ त एउटा त्यसले खाँदै ऊ त उस निकालेर हजुर काला नीला हो शीतलमा बस्छौँ क्या आउनु दानापुर तालमा त पुरै फुलले भरिएको रहेछ कमलको फुलले दुध चल्दैछ हाम्रो चाहिँ यहाँ र बटुक खाने कार्यक्रम हुँदैछ होइन कस्तो छ बटुक बटुक कस्तो लाग्यो जोरदारको जस्तो सेम बाबुले पानी खाँदैछन् आयो बटुक चाहिँ मिठो रहेछ 50 रुपैयाँको चारवटा तर लास्टै महँगो 50 रुपियाँको चारवटा गर्मी भएर अब यहाँ उखुको जुस खानु आएर बसिरहेछौँ बेबीले पनि खान्छन् बेबीले खान्छन् ए खाने हस्
बेबीले पनि खाने अरे के घरमा उभिएर कुरिरहेको गर्मीमा पनि तर गरम सालमा चाहिँ टन्नै मान्छेहरूको भिडभाड नै रहेछ है मान्छेहरू चाहिँ टन्नै आएको पिकनिक खान घुम्न चाहिँ मान्छे टन्नै आएको गर्मी पनि जति गर्मी भयो नि मान्छे घुम्न चाहिँ छोड्दैन आइहाल्नु के खान्छौ आँखाको जुस खान्छौ हाय हाय गर्मी बेबीलाई गर्मी भएला बची छन् आएको भनिदेऊ ए बेबीलाई लास्टमा तिर्खा लागेछ जुस हो गिलास स्टार भयो है कहाँ आएको बेबी भनिदेऊ न दुधु भनिदेऊ न एकचोटि दुधु यहाँ हेरेर भन न दुधु भन न ल मिठो छ मिठो छ किन गर्नु छ मिठो छ दुधु गरिदेऊ नि त एकचोटि दुधु गर्दैन दुधु गर्दैन त एक गिलास जुस खाना खाइ त सेन्दिनीको घर आइयो सेन्दिनी सरप्राइज कस्तो ल सेन्दिनीलाई सरप्राइज दिन आइयो